यहाँ फुल पनि देख्न सक्नुहुनेछ, एकदम राम्रो फुलेछ अहिले। जो पनि आउँछ यसमा फोटो खिचेर जाने गर्दछ। सरररर ल यहाँ त एउटा फेरि नाङ्गै रहेछ त बाँदर, के हो यस्तो? ला बाघले पनि लुगै लाएन त, नाङ्गै छ त। एउटा गैँडा पनि रहेछ, गैँडाको खाक चाहिँ निकालेको छैन है। 14 अञ्चल 75 जिल्लाको नामसहित छ है यहाँ। हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म पोखरीतालमा घुम्न आएको छु। यो पोखरीताल चाहिँ कौशिकी नगरपालिका वडा नम्बर 1 स्ट्रिटमा पर्दछ है। तपाईँहरू पनि यदि यो ठाउँमा आउन घुम्न चाहनुहुन्छ भने कौशिकीमा आएर ट्याक्क आउन सक्नुहुन्छ। यदि तपाईँहरूलाई खाजा नास्ताको पनि व्यवस्था छ ट्याक्क। पोखरीतालको इन हुनेतिर चाहिँ यस्तो छ है, यस्तो गेट बनाएको छ। त्यसपछि यो गेटबाट पसेर सर्लक्क यस्तो छ है, यतातिर जाने बाटो। भित्र चाहिँ यस्तो जङ्गल नै रहेछ, गार्डन जस्तो हो, एकदम राम्रो छ। पुरै रुखै रुख भरिएको छ, दामी छ है। यहाँ फुल पनि देख्न सक्नुहुनेछ, एकदम राम्रो फुलेछ अहिले। यो कुन सिजन हो भन्दाखेरि कुन महिना हो यो अहिले? यहाँ चाहिँ टक्क एकदम भाइरल फुल छ है यो है। जो पनि आउँछ यसमा फोटो खिचेर जाने गर्दछ। सरररर उता पनि रहेछ अलिअलि हल्का। ल यहाँ त एउटा फेरि नाङ्गै रहेछ त बाँदर, के हो यस्तो? यो बाँदरले त कपडै लाएन है, लुगै लाएन त, के हो? ल पोखरीतालको बिचमा चाहिँ नि भित्र यहाँ यस्तो दामी भाइरल फुल पनि देख्न सक्नुहुनेछ। सररर यहाँनिर चाहिँ एउटा गैँडा पनि छ है। टक्क यतातिर बाघ, ला बाघले पनि लुगै लाएन त, नाङ्गै छ त बाघ पनि। बाघको पुच्छ त पुरा ठाडै रहेछ है, के हो यस्तो? सक्दैन नि फेरि। यतातिर चाहिँ यस्तो छ है, सर्लक्क एउटा गैँडा पनि रहेछ, गैँडाको खाक चाहिँ निकालेको छैन है। यतातिरको बाटो हो, भित्र यस्तो दामी रहेछ टक्क। तपाईँहरू पनि यदि घुम्न चाहनुहुन्छ भने पोखरीतालमा आउन सक्नुहुनेछ यो ठाउँमा। यतातिर के छ हेरौँ, अगाडितिर पोखरीतालको पोखरी चाहिँ यो हो है, यो सर्लक्क यहाँदेखि चाहिँ नि यतिमा फैलिएको छ। यहाँको चाहिँ पानी सुकेर पुरा अहिले यस्तो भएको छ पोखरीतालको हालत। यहाँ चाहिँ पानी छैन है, नामको मात्रै पोखरीताल हो, पानी छैन यहाँ चाहिँ। सररर यो सायद चाहिँ यस्तो छ। यहाँ चाहिँ के लेखेको छ भन्दाखेरि हाम्रो के हो यो गोख हाम्रो के हो पोखरीताल के हो, म त हाम्रो गौरव हाम्रो पोखरीताल भनेर टक्क देख्न सक्नुहुनेछ। यतातिर देख्न सक्नुहुन्छ नेपालको नक्सा, टक्क लगाएर नेपालको नक्सा बनाएको रहेछ। सररर नेपालको 14 अञ्चल 75 जिल्लाको नामसहित छ है यहाँ। टक्क नेपालको नक्सा दामी बनाएको रहेछ। सररर यतातिर देख्न सक्नुहुनेछ एकजना आमाले दुध खुलाउँदै गरेको। यदि तपाईँहरूलाई पोखरीतालमा आएर खाजा नास्ता खानु परेमा साथी रेस्टुरेन्ट छँदैछ, टक्क लगाएर तपाईँहरूले मोमो चाउमिन आफ्नो अर्डर अनुसार चाहिँ खाजा नास्ता पाउँछ यहाँ। ल हामी चाहिँ अहिले पोखरीताल घुमेर भ्याइसकेको छ, अब फर्किनु पर्ने हुन्छ।